वेलकम छ हजुरहरूले कस्तो हुनुहुन्छ मेरो न्यू भिडियोमा स्वागत छ। आज चाहिँ लामा माछा मार्न आएको यतिमा अनि यत्रो ठुल्ठुला दुईटा माछा मार्यो। नजिकबाट देखाउँछु, दुईटा माछा मार्यो। त्यत्रो छेउमै छ खोला चाहिँ, सानो छ कुडी चाहिँ थुप्रै झऱ्यो। हाम्रो मानिस चाहिँ उहाँ महेन्द्र रोका मगर हुनुहुन्छ। मलाई कुडी बुझे थियो, अहिले चाहिँ बाहिर आएको जाडो भएर हातको राततिर। अहिले चाहिँ त्यो बुझेको चाहिँ झारहरू फालिसक्यो। मैले धेरै लिन त सकेको छैन भलक त्यति चाहिँ, तर चाहिँ हल्का हल्का भए लिइरहेको छु। कन्टिन्यू चाहिँ दिन सक्छैन। अनि आज चाहिँ ठ्याक्क शनिबार पनि पर्यो। भोलि उस एससीको इक्जाम चलिरहेछ, इक्जाम दिन आएको। त्यही मौकामा माछा मारौँ पनि भनेर रमाइलो हुन्छ। खोलामा पौडी सौडी पनि खेलाउँला भनेर आएको। माछा मार्न लाग्छ। म चाहिँ सक्दिनँ, मेरो हात चाहिँ मर्केछ। म अहिले यहाँ माथि चाहिँ राखिदिन्छु, मेरो हात कस्तो भएछ भन्ने। अथवा मैले टिकटक युट्युबतिर फोटोहरू पनि हालिरहेको छु, त्यसमा गएर हेर्न सक्नुहुन्छ। खोला चाहिँ त्यति ठुलो पनि होइन, तर त्यस्तोमा हुने ठाउँमा माछा चाहिँ यस्तोमा यस्तो छेउछेउमा आयो कि माछा। सटाको मार्छ मार्नलाई चाहिँ। चारवटा मार्छु भन्छ, अब दुईवटा मारिसक्यो। अब दुईवटा बाँकी छ, चारवटा मार्छु भन्छ। अब खै यो चाहिँ नङ चाहिँ मजासँग पालिरहेको थिएँ। यो पनि ठिकै छ, यो पनि ठिकै छ, यो पनि ठिकै छ, यो पनि ठिकै छ माछा मार्न लागि। तर चाहिँ हयौलाको चाहिँ पागनीले भाँचिदिएको। अब खोटालिरहेको छ खोटाल्नलाई चाहिँ। माछा मार्न कहाँ सजिलो छ, निराश भएर बसिसक्यो त। अब हात कति दुख्यो होला बिचराको। नारी हेरे जस्तै हेर्न परेछ। अब माछा के अडिस्टनी अब छामे छ, दुईवटा झरेको अझै माछा। अब कतिवटा मार्छ त्यहाँबाट हेरौँ। घरैबाट बनाउने भन्थे मैले, सुरु घरैबाट गर्छु भन्थे। पछि फेरि के भयो नि रमाइलो लाग्यो। अब नबनाउँ आज भनेको, माछा मारिहाल्यो ठुलो पनि। अनि रमाइलो लागि यही खोलाबाट सुरु गरिदिएको भलुक बनाउन। मेहनत चाहिँ गरिरहेछ केटाले निरन्तर। यसको टिकटक आइडीमा पनि फलो गर्न सक्नुहुन्छ, डन रोका मगर भन्ने छ। फर्स्ट टाइममै आउँछ यसको। माछा मारेको भिडियो पनि छोटो क्लिप पनि त्यसले उसमा आफ्नो टिकटकमा हाल्छ। साथ सपोर्ट दिनु होला सबैजनाले। दाहिने हातले भेटाउनुहोस्, देब्रे हातले हो। मार्न त कति मार्छस्।
ल यो चाहिँ अलि भिडियो लामो हुने जस्तो भयो। अलि माछा मारेपछि एक्कासी लास्ट टाइम भेटौँला है त।